कुदेको बेला उसको आगो सल्केको हो, उसले बचाएको होइन। मैले हजुरले प्रत्यक्ष रूपमा देख्दाखेरि उहाँ चाहिँ एकदम छटपटाइरहनु भएको थियो। त्यस्तो छटपटाउनु त्यस्तो केही थिएन, उहाँ कुदेर आउनु भएको थियो। अनि ससुरा चाहिँ अगाडि यसरी कुदियो, अब अपाङ्ग पनि हुनुहुन्छ नि त, त्यही भएर उहाँ कुद्न सक्नु भएन। त्यही भएर उहाँलाई यसरी कुद्दा पछाडि भेटेको हो। हामीले देख्दा चाहिँ उहाँले बचाएको चाहिँ होइन। पहिला आगो चाहिँ कोठामा लाग्यो, कोठामा आगो लागिसकेपछि आगो लागेको चाहिँ हामीले देखिन, त्यस्तो अब नदेखेको कुरा चाहिँ भन्नु भएन है। पछि अनि यता हेर्दा यता आउँदा भयो, अब यो किचनबाट पुरै धुवा आएको रहेछ। हामीले चाहिँ अब त्यो पहिला त त्यो किचनमा भएको भने आगो लाग्यो भन्ने थाहा भएन नि त। हामीले चाहिँ अब करेन्ट सर्ट भयो, अनि त्यही भएर काम गर्ने मान्छे करेन्ट सर्ट भएर करेन्टले भेट्यो भयो नि त। अनि पछि हेर्दा अनि मृतक चाहिँ यहाँ अगाडि रेलिङमा आइपुगेर कति बेर त्यहाँ खाट रहेछ, त्यहाँ बसेर कति बेर जलेरै बस्यो क्या। हामी जम भन्दा चाहिँ अब भित्रको बाहिरको गेट चाहिँ तालचा लगाएको थिएन, भित्रको चाहिँ त्यो भर्याङ जानु मास्तिर जाने चाहिँ तालचा थियो क्या। अनि त्यो फोन अनि सकेन, केही गर्न सकेन। अनि 2-4 जना केटा मान्छेहरू आउनुभयो। अनि पछि खोइ हामीले चाहिँ देखिन है, फेरि नदेखेको कुरा भन्नु भएन। अनि हामी चाहिँ यो रोडदेखि भित्र चाहिँ गएनौँ। अनि त्यहाँबाट अनि सासू चाहिँ आएर अनि चाबी खोलेको भन्ने चाहिँ सुनेको हो। त्यो चाहिँ त्यहाँबाट हामीले नदेखेको कुरा चाहिँ भन्नु भएन। तर सासू र छोरी पनि माथि रहेछ। सासू र छोरीले यस्तो भयो हाम्रो घरमा यसरी आउनु भनेर यस्तो कराउनु ओर्ने केही थिएन। पछि अब 50-60 जना मान्छे जम्मा भइसकेर आगो निभाइसकेपछि मात्र उहाँहरू निस्किनु भयो, तल आउनु भयो। त्यति देखायो हामीले। घरमै हुनु रहेछ। घरमै हुँदो रहेछ, माथि मास्तोले घरमै हुँदो रहेछ 4 जना उहाँहरू। ससुरा चाहिँ अनि बिचरा अब यसरी लुगा खोल्न सकेन नि त, अपाङ्ग मान्छे लुगा खोल्न यस्तो गरेर। अनि हामी देखेपछि यहाँ छेउमा गएर आउने आऊ भनेर कराउनु भएको थियो एकचोटि। हामी यहाँ रोडमा आइसकेपछि चाहिँ पहिला चाहिँ त्यस्तो कराउने चिच्याउने केही थिएन। अनि ससुराले चाहिँ अनि यहाँ आएर अरूले कराउनु भयो। अनि मृतक चाहिँ कति बेरसम्म त्यहाँ जलेरै बस्यो हो। हामीले तर त्यो बुहारी भनेर चाहिँ चिनेन को तपाईले देख्न घरमै तल हो। अनि ठ्याक्कै उयो झ्याल तर मृतकको नाम सुशीला भन्ने पनि मलाई थाहा थिएन। हाम्रो यो घरको पम्जनको बुहारी भन्थ्यो हामी चाहिँ। अब उसको नाम सुशीला भन्ने पनि थाहा भएन। उसँग हामी बोली चाली त्यस्तो अहिलेसम्म हमलाई थाहा। खाटमा बसेरै जलेको तपाईँले देख्नुभयो है? दनी जले हो, कुदेरै आएको हो। ससुरा अगाडि थियो, ससुरा जलेको थिएन, पछाडि मात्रै अलिअलि भेटेको थियो उसको आगोले। त्यही भएर चाहिँ अनि ससुरा चाहिँ हामीले चिन्यो नि त। ससुरा यसरी अगाडि कुदेको थियो, त्यही भएर उहाँको यता अगाडि पछाडितिर उहाँको भेट्यो, अगाडि केही भएको छैन उहाँको। हामीले हेर्दा चाहिँ ससुराले बचाएको चाहिँ होइन। मिडियातिर दुनियाँ अब फेक न्युजहरू आएको छ ससुराले बचाएको भनेर। यस्तो जब उहाँ जलिरहनु भयो होइन, ससुरालाई पनि जल्नुभयो, उहाँहरू आइसकेपछि ससुरालाई उद्धार गर्न लाग्नुभयो कि पहिला के गर्नुभयो? होइन, उहाँ नन्दले चाहिँ सासु नन्दले त्यस्तो कसैले उद्धार केही गर्नु भएन। उहाँहरू सबजना मान्छे माथि गएर मान्छेले सबै अब पानीहरू खनाएर सबै आगो निभाइसकेपछि मात्र पछि यहाँ 50-60 जना मान्छे बाहिर अब आगो निभाइसकेर 50-60 जना मान्छे यहाँ जम्मा भइसकेपछि मात्रै सासु र नन्द चाहिँ पछि निस्कियो हो। अनि हामीले चाहिँ भन्यो कि अब आमा छोरी माथि नै रहेछ, किन हल्ला नगरेको, किन यसरी हामीले कराएन भनेर चाहिँ हामीले भनेको। हामी त्यो चाहिँ थाहा भएन। हामी म घरभित्र चाहिँ गएन। फेरि तपाईँ त भर्खरै 6-7 महिना भएको रहेछ यहाँ नजिक आएर बस्नुभएको। अनि यहाँ गर्दै गर्दा जुन मृतक सुशीला हुनुहुन्छ